यहाँहरू सबैजनालाई नमस्कार। आजको उद्देश्य हामीले क्युजिआइएसको यो डे 4 को रिभ्यू गर्दैछौँ र आजको यो रिभ्यूमा खास गरेर हामीले जिआइएसको बेसिकबाट अगाडि बढ्नेछौँ र आजको हाम्रो सुरु चाहिँ हामी क्युजिआइएसबाट गर्नेछौँ। पहिला सुरुमा हामी क्युजिआइएसको फाइललाई ओपन गर्नेछौँ। अहिले क्युजिआइएसको 4th भर्जन पनि आएको छ, तर मलाई चाहिँ लङ टर्म सिरिज मन पर्यो, त्यसले गर्दाखेरि लङ टर्म रिलिजलाई चाहिँ हामीले लियौँ। अब आज सुरुबाटै गर्ने भएको हुनाले नयाँ प्रोजेक्टलाई हामीले इन गऱ्यौँ र अब हामीले तपाईँहरूलाई ट्रेनिङको दौडानमा दिएको जियो प्याकेजलाई जोड्नको लागि हामीले के गऱ्यौँ त भन्दाखेरि यो जियो प्याकेज भन्नेमा क्लिक गर्नुहोस्। हजुरहरूकोमा यो पहिलो पटक गरिएको छ भने यसमा तलपट्टिको प्याकेजहरू रेडी भएको हुँदैन। यदि छैन भने त्यस्तो छैन, तपाईँसँग जियो प्याकेज कनेक्ट भएको छैन भने न्यू कनेक्सन गर्नुहोस् र तपाईँलाई ट्रेनिङको बेलामा प्रदान गरिएको यो फाइललाई चाहिँ हजुरहरूले जोइन गर्न सक्नुभयो। जस्तै बागमती डेटाभित्र एप्लिकेसन एन्ड डेटाभित्र अनि जिआइएस डेटा भन्ने छ। जिआइएस डेटामा परबिन अन्डरस्कोर डेटा जिपिकेजी छ। यो जिपिकेजी भनेको डेटा जियोग्राफिकल प्याकेज हो, जियोग्राफिकल फाइलहरूको प्याकेज हो। यसलाई हामीले सेलेक्ट गरौँ। यो भित्र हाम्रो पोइन्ट, लाइन, पोलिगनदेखि लिएर यो प्याकेजको रूपमा रहेको छ। अब आज हामी खास गरेर भेक्टर डेटाको कुरा गर्छौँ। यसलाई लोड गर्नको लागि कसरी गर्ने त? त्यो डेटा आइसकेको डेटालाई लोड गर्ने कसरी भन्दाखेरि यसलाई डबल क्लिक गर्ने बित्तिकै डेटा लोड भयो। यो चाहिँ डिस्ट्रिक्ट हेडक्वार्टर लोड भयो, रोड लोड भयो। अब त्यस्तै गरेर के अरे हाम्रो डिस्ट्रिक्ट पालिका जे छन् तिनीहरूलाई हामीले लोड गर्ने र यसरी डबल क्लिक गर्ने बित्तिकै उता जान्छ। यसपछि हामीले अर्को कुरा के गऱ्यौँ त भन्दाखेरि यसमा हामीले एउटा विचार गर्नुपर्ने कुरा के गऱ्यौँ भन्दाखेरि जहिले पनि डेटाहरूको प्लटिङ गर्दाखेरि चाहिँ पहिला पोइन्ट, लाइन र पोलिगनलाई मिलाउने। अर्डर चाहिँ सबैभन्दा टपमा चाहिँ पोइन्ट, त्यसपछि लाइनको फिचरहरू, त्यसपछि त हामीले पोलिगनको फिचरहरूलाई गऱ्यौँ। र यो पोलिगनको फिचरहरूलाई कुरा गर्दै जाँदाखेरि चाहिँ हामीले कुरा कहाँनिरबाट सुरु गरौँ त भन्दाखेरि आज हामी सिम्बोलोजीबाट सुरुमा सिम्बोलोजी गरौँ। जस्तै मलाई चाहिँ अब पालिकाको गाउँपालिकालाई एउटा कलर, नगरपालिका जतिलाई अर्को कलर भन्न पर्यो भने चाहिँ हामी के गर्ने भयो त भन्दाखेरि पालिकामा क्लिक गऱ्यौँ र सबैभन्दा त्योभन्दा पहिला चाहिँ हामीले के गर्यौँ भन्दाखेरि एट्रिब्युट टेबललाई हेरौँ। यो एट्रिब्युट टेबल भनेको तपाईँको त्यो जियो प्याकेजसँग भएका भेरिएबलहरू के छन् भनेर हेर्ने ठाउँ हो यो। जस्तै अहिलेको हाम्रो यसमा हेऱ्यौँ भने एफआइडी छ, कोड छ, प्रोभिन्स भनेर प्रोभिन्सको नाम दिएको छ, पालिका दिएको छ, पालिकाको नाम दिएको छ, पालिका टाइप गाउँपालिका, नगरपालिका के हो गरेको छ, जिल्लाको नाम गरेको छ। यसरी हामीलाई दिएको यो फिचरहरूलाई सर र हामीले हेऱ्यौँ। यो हेरिसकेपछि हामीले के गर्यौँ त भन्दाखेरि अहिले हामीलाई त्यहाँनिर पालिकाको टाइप अनुसारले कलर लगाउन पर्यो, यानि सिम्बोलोजी गर्नु पर्यो भने राइट क्लिक गऱ्यौँ, प्रोपर्टी गऱ्यौँ र सिम्बोलोजीमा क्लिक गऱ्यौँ। सिम्बोलोजीमा हामीले अहिलेलाई हामीसँग क्याटेगोरी मात्रै भेरिएबल छ, न्युमेरिकल भेरिएबल छैन। त्यसले गर्दा हाम्रो क्याटेगोरिकल भेरिएबल छ, त्यसले गर्दा हामीले क्याटेगोरी गऱ्यौँ र यसमा चाहिँ हामीले पालिका टाइप गऱ्यौँ र यसरी यहाँनिर क्लासिफाई गऱ्यौँ। हाम्रो आवश्यकता अनुसारको कलर पनि हामीले यहाँनिर सिलेक्ट गर्न सक्छौँ, कलर ऱ्याम। अब यसरी कलर ऱ्याम पनि हामीले सिलेक्ट गर्न सक्यौँ। अब यसलाई चाहिँ हजुर हाम्रो इच्छा अनुसार अथवा यसलाई कतिपय अवस्थामा मर्ज गर्न नै मिल्छ। दुईवटा तिनवटा लेयरहरूलाई हामीले मर्ज गर्न नै सक्छौँ। जस्तै डेभलपमेन्ट एरिया, अनि त्यसपछि हन्टिङ रिजर्भ, अनि त्यसपछि त नेसनल पार्क, वाटरसेड र यतिलाई चाहिँ एउटा क्याटेगोरी बनाउँछु भन्ने फर्दर तपाईँलाई मन लाग्यो भने यहीँ पनि म बनाउन सक्नुहुन्छ। यसलाई राइट क्लिक गर्नुहोस् र मर्ज क्याटेगोरी भन्ने छ। एकैछिन मैले यसलाई फेरि यहाँनिर भयो, नेसनल पार्क, हन्टिङ रिजर्भ, डेभलपमेन्ट एरिया, यसलाई चाहिँ मर्ज गऱ्यो भने यी सबै चाहिँ एउटा क्याटेगोरीमा गयो। अब तपाईँलाई जस्तै गाउँपालिका भयो, अब महानगरपालिका, नगरपालिका र उपमहानगरपालिका, यसको पनि ब्रोड क्याटेगोरी के हो भन्दाखेरि यो नगरपालिका हो। अब हामीले के गर्ने भयो त भन्दाखेरि गाउँपालिकालाई एउटा कलर दिन सक्यौँ। अब हामीले यसलाई यसो गरेर कुनै तपाईँको पसन्दवाला कलर हजुरले दिन सक्नुभयो। अनि त्यसपछि त यो नगरपालिकालाई अब यसलाई फेरि नै गर्नु पर्यो, म्युनिसिपालिटी भनेर रिनेम पनि गर्न सक्नुभयो र यसलाई चाहिँ तपाईँले आफ्नो इच्छा अनुसारको कलरको लागि चाहिँ यहाँनिर जान सक्नुभयो। अब कलर यही नै हुनुपर्छ भने त्यस्तो हार्ड एन्ड फास्ट केही पनि भेटिएको छैन, भेटिँदैन पनि। हजुरको आफ्नो प्रोग्रामको नेचर अनुसार अथवा तपाईँको एरिया अफ इन्ट्रेस्टको कलर अनुसार यसलाई चाहिँ हजुरले गर्न सक्नुहुन्छ।
र अब यो प्रोटेक्टेड एरियालाई अब अलि हरियोवाला दिउँ, कलर दिउँ भन्ने लाग्यो भने हामीले यसलाई ग्रिन कलर पनि चोइस गर्न सक्यौँ। र यो ग्रिन कलरमा पनि अब हजुरलाई अलि त्यो प्रोटेक्टेड एरिया हो, त्यही भएर अब यस्तो किसिमको दिउँ भन्ने जस्तो लाग्यो भने यसरी हजुरले आफ्नो नेपालकोलाई चाहिँ यसरी हामीले प्लट गर्न सक्यौँ। आफ्नो क्याटेगोरी अनुसारको यसलाई चाहिँ हामीले सिम्बलाइज गर्न सक्यौँ। त्यस्तै गरेर अब हाम्रो अर्को यसपछि हामीले सिम्बोलोजी पछि हामीले के छलफल गरेका थियौँ भने अघिल्लो दिनमा हामीले यसको लेबलिङको कुरा गरेका थियौँ। लेबलिङको कुरा गर्दाखेरि चाहिँ हामीले यसो गऱ्यौँ, पोपर्टी गऱ्यौँ। पोपर्टीमा चाहिँ लेबलको कुरा गऱ्यौँ। लेबलको कुरालाई गर्दाखेरि सिङ्गल बेस पनि रुल गरेका थियौँ। यसलाई चाहिँ हामीले नाम डिस्ट्रिक्टले दिएका थियौँ र यसको फन्ट साइज चाहिँ आफ्नो आवश्यकता अनुसार 8-9 त्यो गरेका थियौँ। र यसमा चाहिँ फन्ट साइज चाहिँ अलि ध्यान दिएर गर्ने भन्ने कुरा हामी गरेका थियौँ। र यसरी मार्क्स र बफरिङ पनि हामीले गऱ्यौँ। र यसलाई चाहिँ हामीले त्यसमा छलफल के गरेका थियौँ भन्दाखेरि पोपर्टीमै गएर यो रेन्डरिङको कुराहरू नै गरेका थियौँ। कहिले कहिले एउटा लेयरले अर्को लेयरलाई हामीलाई ओभर गर्यो अथवा ओभरल्याप गर्यो, तर त्यसले गर्दाखेरि हाम्रो देखिएन, केही गरिएन भन्दाखेरि अब नेभर ओभरल्यापले कहिले पनि ओभरल्याप गर्ने भएन। एलाउ ओभरल्याप विदाउट पेनाल्टी गऱ्यो भने त्यो गर्ने भयो, तर ट्याक्कै ओभरअलमा चाहिँ ढाक्दैन भन्ने तरिकाले हामीले यहाँनिर गऱ्यौँ। यसरी हामीले चाहिँ यसलाई लेबलिङको कुरा पनि गऱ्यौँ, बेसिक रुलको कुरा गऱ्यौँ। अब त्यसपछि हामीले अर्को कुरा के गरेका थियौँ भन्दाखेरि यसरी आएको डेटालाई हामीले यो डेटाका मुनि पपुलेसन राख्न पर्यो अथवा बिसिजीको कभरेज राख्न पर्यो भने त्यसलाई हामीले फर्दर के गरेका थियौँ भन्दाखेरि लेबलिङमा एउटा भेरिएबलमा भएको अर्को कुरा पनि एड गर्नु पर्यो भने चाहिँ यो एप्सिलमवालालाई क्लिक गरेका थियौँ। यो एप्सिलमवालालाई क्लिक गरिसकेपछि हामीले यहाँनिर तलपट्टि भएका म्याथमेटिकल अपरेटरहरूलाई पनि हामीले युज गरेका थियौँ। जस्तै हामीले कन्क्याटिनेट गऱ्यौँ। यो कन्क्याटिनेट भनेको दुईवटा भेरिएबललाई जोड्नको लागि बनाइएको फिल्ड हो। जस्तै यसलाई बनायौँ, अर्को पनि राख्यौँ। अब यहाँनिर हामीले फिल एन्ड भ्यालुजमा हामीसँग के छ त भनेर गऱ्यौँ। जस्तै अहिले मलाई एरिया ओके भन्ने रहेछ अथवा जे छ एउटा भेरिएबल न्युमेरिकल भेरिएबललाई जोड्यौँ। हामीले यसलाई जोड्दाखेरि भयो। अब यसलाई तल्लो लाइनमा चाहिएको भए हामीले के गर्थ्यौँ त भन्दाखेरि यसरी तल्लो लाइनमा राखिदिन्थ्यौँ। यो न्यू लाइनवाला जुन चाहिँ छ यो स्ल्यास गरेर एनवालाले तल लैजान्छ र कन्क्याटिनेट भयो। अब यसको युनिट पनि हामीलाई चाहिएको भए हामी फेरि कन्क्याटिनेट गर्थ्यौँ। त्यो के थियो, एरिया थियो भने अब जस्तै हामीले म्यानुअली टेक्स्ट थप्न पऱ्यो भने मिटर स्क्वायर हो भने मिटर 2 गरेर चाहिँ यो इन्भर्टेड कमाभित्र राख्ने भयो। अब यसलाई स्पेस पनि चाहिन्छ भने हामीले यो स्पेस पनि राख्यौँ र यसको प्रिभ्यू पनि हामीले यहाँनिर तल हेऱ्यौँ। यसको अनुसारको हाम्रो आयो पनि यो होइन। यो तरिकाले चाहिँ हामीले यसलाई लेबलिङको कुरा पनि गरेका थियौँ। अब अर्को कुरा हामीले के गरेका थियौँ भन्दाखेरि यो डेटालाई हाम्रो जस्तै यो भएको डेटालाई अब हामीलाई बागमती प्रदेशको मात्रै चाहियो, पालिका गाउँपालिका भन्ने भयो भने हामीले यसलाई फिल्टर गरेका थियौँ। यसलाई राइट क्लिक गऱ्यौँ, फिल्टर गऱ्यौँ र यहाँनिर भएको फिल्डबाट हामीले हेऱ्यौँ प्रोभिन्स हामीसँग छ। त्यो हामीले यो फिल्टर गर्दाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने यो एट्रिब्युट टेबलमा तपाईँसँग भएको भेरिएबलहरू के हो। जस्तै प्रोभिन्स 3 भनेर हामीले कुरा गऱ्यौँ भने हाम्रो बागमती प्रदेशका सबै स्थानीय तहहरूलाई देखाउँछ। पालिका गऱ्यौँ भने पालिकाको मात्रै आउनेछ। त्यसले गर्दाखेरि हाम्रो भेरिएबल त्यो अनुसारको छ कि छैन भनेर हामीले कुरा गऱ्यौँ। एउटा फिल्टर गऱ्यौँ। फिल्टरमा प्रोभिन्स इक्वल टु गऱ्यौँ र अल गरेर 3 गऱ्यौँ। यो गरिसकेपछि अब हामीलाई कहाँनिर सजिलो हुने भयो त भन्दाखेरि यसलाई फिल्टर गर्दाखेरि टेस्ट गऱ्यौँ। हामीलाई 119वटा यो चाहिँ यहाँनिर आयो। यसरी हाम्रो पालिका नगरपालिकाहरू चाहिँ यहाँनिर देखिए। अब यसलाई पनि लेभलको कुरा त अहिले हामी गरिसक्यौँ, तर पनि फेरि गरौँ भन्ने भयो भने हामीले यसलाई गरौँ भन्ने भयो भने हामीले यसलाई फेरि प्रोपर्टीमा गयौँ र लेबलिङमा गयौँ। लेबलमा सिङ्गल बेसमा गऱ्यौँ। सिङ्गल बेसमा अब अर्गनाइजेसन युनिटको नाममा पालिका टाइप गऱ्यौँ र पालिकाको टाइपलाई टेक्स्ट गरेर ओपन सेन्स अब फन्ट हामीले सेलेक्ट गऱ्यौँ। एउटा पालिकाको कलर हामीले चाहिँ गऱ्यौँ। यसरी पालिकालाई चाहिँ हामीले लेबलिङ पनि गऱ्यौँ। अब यसलाई फिचर काउन्ट भनेर हाम्रो सरले भन्नुभयो। त्यसलाई सो फिचर काउन्ट गऱ्यौँ भने चाहिँ यसले चाहिँ नट एभाइलेबल गर्यो। किन गर्यो यसले?
किन गर्यो होइन हामीले के त्यसलाई मर्ज गरेका थियौँ होइन त्यसले गर्दाखेरि यसलाई मर्ज गरेको हुनाले त्यो लिएर आएन तर इफ हजुरले मर्ज गरेको भए आउँथ्यो अथवा यही अहिले आएको फिल्टर गरेको डेटालाई तपाईँले एक्सपोर्ट गर्नुहोस् फेरि इम्पोर्ट गर्नुहोस् यसले काम गर्छ अब यो गरिसकेपछि हामीले अर्को काम के गरेका थियौँ भने हामीले पालिका वाइज डेटा DHIS2बाट डाउनलोड गरेर यसमा जोडेका थियौँ त्यसको लागि हामीले के गर्यौँ त भन्दाखेरि DHIS2 खोल्यौँ DHIS2मा हामीले कुनै एउटा भेरिएबल 3-4वटा भेरिएबल लियौँ एउटा भेक्टर बोन्डको लिएर चाहिँ यसरी गऱ्यौँ यो आइसकेपछि हामीले डेटालाई गऱ्यौँ यसलाई डाउनलोड गऱ्यौँ एक्सेलमा डाउनलोड गर्दाखेरि सेभ गऱ्यौँ र सेभ गरेर अब हामीले भनौँ न GIS डेटा बागमती भनेर राख्यौँ अब यसलाई चाहिँ हामीले जोइन गर्नको लागि हाम्रो हिजोको पावर पोइन्टलाई सम्झौँ त्यो पावर पोइन्टमा के थियो भन्दाखेरि दुईवटा डाटाबेसलाई जोइन गर्नको लागि युनिक भेरिएबल चाहिन्छ भनेर हामीले कुरा गरेका थियौँ युनिक भेरिएबल चाहिन्छ भनेपछि अब हामीले यता पनि युनिक भेरिएबल बनाउनु पर्यो डेटा क्लिन गर्नु पर्यो डेटा क्लिनको प्रोसिडरलाई हामीले यसरी माथिको रोहरूलाई हेडिङहरूलाई फाल्यौँ रो हेडिङ चाहिँ के अरे कोलम हेडिङ चाहिँ कहिले पनि इम्टी हुन पाइँदैन त्यसले गर्दाखेरि हामीले त्यसलाई गऱ्यौँ यहाँनिर LLG कोड गऱ्यौँ यो LLG कोडको लागि हामीले के गर्नु पर्यो त भन्दाखेरि हामीलाई थाहा छ पालिकाको कोड यो चाहिँ यो ललितपुर मेट्रोपोलिटन सिटीको 30802 हो भनेपछि हामीले चाहिँ यसलाई 30802 गऱ्यौँ यसलाई फ्ल्यास फिल गऱ्यौँ कन्ट्रोल E गऱ्यौँ सबै कोड आयो यो कोड मात्रै आएर हाम्रो यता GISमा जोडिन्छ भन्ने भएन हाम्रो एट्रिब्युट टेबलमा त्यो कोड त्यसको नाम पनि त्यही हो कि होइन भनेर हेर्नु पर्यो हाम्रो यो GISको डाटाबेसमा पनि 30802 भन्ने जुन चाहिँ ललितपुर नगरपालिकाको कोड र त्यो चाहिँ एउटै हुन पर्यो त्यो छ भने मात्र हाम्रो यो जोडिने भयो कति अरे हाम्रो यताको एक्सेलको फाइल 3080 भनेको 30802 यो चाहिँ ललितपुर भयो यो चाहिँ हामीलाई पहिल्यै थाहा छ कि यो QGISमा यो कोड चाहिँ हाम्रो राष्ट्रिय योजना आयोगको कोड हो त्यसले गर्दा त्यो गऱ्यौँ र हाम्रो DHIS2मा पनि यो एक्सेल सिटमा पनि हाम्रो राष्ट्रिय योजना आयोगको कोड भयो इफ हामीसँग अन्यत्रको डेटा थियो भने त्यसमा लैजाने भेरिएबल र यताको भेरिएबल एक्सेलमा हामीले म्यानुअली गर्न सक्छौँ जस्तै MISको शिक्षाको पशुको अथवा भेटनरीको यी डेटाहरूलाई पनि हामीले जोइन गर्नु पर्यो अफलाइन एक्सेल फाइलहरू जोइन गर्नु पर्यो भने यसरी हामीले जोइन गर्ने भयो यसरी डेटा क्लिन गऱ्यौँ डेटा क्लिन गरिसकेपछि यो चाहिँ नन जियोमेट्रिक फाइल हो भन्न खोजेको यसमा जियोमेट्रिकको फिचर लङ XY के पनि छैन भनेपछि हामीले यसलाई सेट QGISमा ड्र्याग एन्ड ड्रप गर्न सक्यौँ ड्र्याग एन्ड ड्रप गरिसकेपछि हामीले यसलाई जोइन गर्नको लागि राइट क्लिक गऱ्यौँ प्रोपर्टी गऱ्यौँ र जोइन भन्ने यहाँ हाम्रो मेनु छ त्यो मेनुमा क्लिक गऱ्यौँ प्लस गरेर डिस्ट्रिक्ट हेडक्वार्टरमा अब हामीले अहिले केमा गर्दैछौँ पालिका हामी यो एक्सेल फाइल हो जुन फाइल जोड्ने हो त्यसलाई माथि राख्छौँ है जोइन लेयर जसलाई जोइन गर्ने हो त्यसलाई माथि राख्यौँ त्यसको LLG कोड माथि राख्यौँ अब टार्गेट फिल्ड भनेको हाम्रो QGISमा भएको भेरिएबल युनिक फिल्ड भएकोवाला त्यो चाहिँ कोड हो अब यसलाई हामीले यसरी क्लिक गऱ्यौँ र यसलाई यहाँनिर राख्यौँ र ओके गऱ्यौँ र एप्लाई गऱ्यौँ ओके गऱ्यौँ अब यो डेटा जोइन भयो कि भएन यसलाई हामी एकचोटि सर हेर्छौँ यसरी गर्दा अहिलेसम्मको कुरा हाम्रो यहाँनिर थियो त्यसपछिको डेटाहरू हामीसँग यहाँनिर छ अब यो नलहरू किन आयो भन्दाखेरि हामीसँग यो राष्ट्रिय निकुञ्जमा त कभरेज हुँदैन होइन त्यसले गर्दाखेरि यो यहाँनिर नल आयो भने अरू जहाँनिर हाम्रो यो भ्यालु छ त्यो जहाँ जसको कोड छ तिनीहरूको मात्रै जोइन अब यसरी आएको कुरालाई हामीले अब एउटा म्यापको लेआउट बनाउँछौँ अथवा हामीले प्रिन्टेबल फर्ममा लैजानको लागि चाहिँ हामी यसलाई अब सेभ गर्ने कुरालाई त मैले भनिराख्नु पर्दैन रिभ्यू भनेर लेखेँ र यसलाई हामीले गर्नको लागि यसरी यहाँनिर गएर प्रिन्ट न्यू लेआउट गरे नि भयो कन्ट्रोल P गरे नि भयो अब रिभ्यू लेआउटै राखेँ मैले यसलाई चाहिँ हामीले यहाँनिर बनायौँ र यसमा हामीले ध्यान दिनुपर्ने कुरा के गरेका थियौँ भन्दाखेरि यो कुन चाहिँ पेपरमा प्रिन्ट गर्ने हो कुन चाहिँ साइजमा गर्ने हो त्यसलाई चाहिँ हामीले गऱ्यौँ अहिलेलाई हामी A4मा गऱ्यौँ र ल्यान्डस्केप अब जिल्लाको नेचर अथवा हाम्रो म्यापको नेचर अनुसार त्यो कतिपय अवस्थामा पोर्ट्रेटमा ठिक हुन्छ कतिपय अवस्थामा ल्यान्डस्केपमा ठिक हुन्छ अहिलेलाई हाम्रो यसो बागमती हेर्दाखेरि ल्यान्डस्केपै ठिक छ जस्तो भयो
त्यसले गर्दाखेरि यसलाई हामीले यहाँनिर सेभ गऱ्यौँ र अब एड आइटम गर्छौँ। एड आइटम गर्दाखेरि सुरुमा हामीले म्यापलाई ल्याउने भयो। म्यापलाई ल्यायौँ, यसरी म्यापलाई ल्यायौँ। म्यापलाई ल्याइसकेपछि अब यसको आउटरहरू मिलाउनु पऱ्यो। जस्तै यसको अलि यहाँनिर खाली ठाउँ भयो, यता नि खाली ठाउँ भयो भने यसलाई इन्भर्स रिलेसन हुन्छ भन्ने कुरालाई हामीले बुझ्यौँ र यसलाई 75 गरेपछि अलि धेरै नै भयो कि क्या। सी अँट्यायौँ अथवा यो कन्टेन्टलाई मुभ गर्नु पऱ्यो भने सीलाई यतापट्टि लग्यौँ। ट्याक्क जति भयो 75,000 1 2 3 4 1 2 3 4। यो चाहिँ हजुरहरूले आफ्नो युजल प्लेसको चाहिँ स्केललाई चाहिँ सम्झिनुहोस्। जस्तै बागमतीको 7,50,000 चाहिँ स्केल भयो भने A4 साइजको लागि यसले ठिक हुन्छ भन्ने हाम्रो बुझाइ भयो। अब यो गरिसकेपछि हामीले के गर्ने भयौँ त भन्दाखेरि हेडिङहरू थप्ने भयो। हेडिङहरूमा चाहिँ अब जस्तै यो हाम्रो लागि एउटा बक्स हेडिङको अलिकति माथिको बनाऊ, रेक्टेङ्गल थपौँ जस्तो लाग्यो भने हजुरले यहाँनिर यसरी आफ्नो एरिया पुग्ने गरेर अब यसलाई मैले हिजो नै भनेको थिएँ हजुरहरूलाई, यो 8 पनि हो। 8ले गर्दाखेरि यसलाई ठुलो जुम गरेर कति माथि राख्दै हुनुहुन्छ, यता र यताको साइज बराबर छ कि छैन, यस्ता कुराहरूलाई नै हजुरहरूले ध्यान दिनुहोस्। जस्तै यता जति ठुलो स्पेस राख्नु भएको छ यतापट्टिको राइट साइडमा पनि त्यही स्पेस राखिदिनुहोस्। यता अहिलेलाई हाम्रोमा स्पेस कम भयो जस्तो देखिन्छ, त्यसले गर्दाखेरि अलिकति यसलाई स्पेस मिलाउनुहोस्। अहिले मैले मिल्यो भनेको होइन कि यसरी गर्ने हो भने। र त्यसलाई कलर चाहिँ एउटा डिम टाइपको कलर कुनै दिनुहोस्। यो कलरहरूको चोइस गर्दाखेरि हजुरहरूले अलि प्रेजेन्ट टाइपको अलि नन भाइलेन्सवाला कलर ऱ्याम्पहरूलाई चाहिँ सिलेक्ट गर्नु होला। अब जस्तै त्यस्तै गरेर मलाई अब के चाहियो त भन्दा तल पनि फुटरहरूलाई चाहिन्छ। फुटरहरूको लागि चाहिन्छ भने मैले अर्को यस्तै टेक्स्ट बक्सलाई चाहिँ कपी पेस्ट गरेँ। यो कपी पेस्ट किन गरेको भन्दाखेरि माथिको लेन्थ र तलको लेन्थ त बराबरै हो। रेक्टेङ्गलको हाम्रो अपोजिट साइड त बराबर हो। त्यसले गर्दाखेरि यसलाई मैले लैदिएँ भने पछि साइज मिलाउन पर्दैन भनेर हो, होइन। जस्तै माथि र तलको बराबर छ। तर मलाई तलको चाहिँ यो डेटा सोर्सहरूको लेख्ने, फुटरहरू लेख्ने चाहिँ मलाई अलि थोरै भयो भने पुग्छ भन्ने भयो भने हजुरले यसलाई सानो पनि बनाउन सक्नुहुन्छ। तर अब हजुरको इच्छा अथवा हजुरको डिमान्ड अनुसारको यो कुरालाई हामीले गरौँ। 100%मा मैले राखेँ यसलाई। अब अलिकति ठुलो बनाउन मन लाग्यो भने हजुरले यसलाई अलिक ठुलो बनाएर यसो गर्नुहोस्। र अब यहाँनिर हामीले के गरौँ त भन्दाखेरि यता र यताको साइज बराबर छ कि छैन हेरौँ, यसो म्यानेज गरौँ। त्यो ओके छ भन्ने भएपछि अब हामी टेक्स्ट लेखौँ। टेक्स्टमा अब पहिला सुरुमा लेख्नु पऱ्यो। अब यहाँनिर एडमिनिस्ट्रेटिभ बागमती PROVINC प्रोभिन्स एडमिनिस्ट्रेटिभ DIVISION डिभिजन भनेर लेख्नुभयो, होइन। अब यसलाई चाहिँ फन्ट साइज बढाउनु पऱ्यो भने चाहिँ हजुर यहाँ फन्टमा जानुहोस्। अब त ओडको जस्तै आइहाल्यो फन्ट, हजुरले यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ कुन चाहिँ फन्ट हो। त्यस्तै गरेर रेगुलर, बोल्ड के हो, अन्डरलाइन गर्नुपर्ने हो, होइन। जस्तै अहिलेलाई मैले 20 फन्टको राखेँ। र अब यसलाई पनि मैले सेन्टरमा राख्नु पऱ्यो भने चाहिँ यहाँनिर सेन्टरमा क्लिक गरेँ, टपलाई भर्टिकलमा राखेँ र अब मैले यसलाई माथि हेडिङमा लगेर राख्छु भन्यो भने यसलाई मैले यहाँनिर माथिपट्टि यहाँनिर राखेँ। अब यसलाई चाहिँ मेरो इच्छा अनुसार अथवा हाम्रो आवश्यकता डिमान्ड अनुसार यो फन्ट साइज ठुलो भयो जस्तो लाग्यो भने चाहिँ यसलाई घटाउनुहोस्। मलाई चाहिँ यो अलिक ठुलो जस्तो लाग्यो, यसलाई मैले 20 को ठाउँमा 17-18 मात्रै राख्छु। र यो अर्को ब्याकग्राउन्डको यो बक्स पनि ठुलो जस्तो लाग्यो, मैले यसलाई चाहिँ यो गरेँ। त्यो चाहिँ टेक्स्टको बक्स भयो। अब हामीले यसको बक्सलाई गर्नु। यसलाई पनि हामीले गर्नु। अब यो गरिसकेपछि तलपट्टि हामीले फुटरहरू लेख्नु पऱ्यो भने चाहिँ फेरि अर्को गरेर अब हजुरले यसलाई गर्न सक्नुहुने भयो। यसलाई चाहिँ अब यहाँनिर म्याप SOURCE सोर्स भनेर यो हामीले कहाँबाट लेखेका थियौँ, DEPARTMENT डिपार्टमेन्ट अफ SURVEY सर्वेबाट लिएका थियौँ। र अब यताको डेटाको यो चाहिँ म्याप सोर्स भयो। तपाईँलाई यहाँ कहिले कहिले डेटाहरू पनि जोइन गर्नुहुन्छ। अहिले हामीसँग छैन, अहिले पछि हामी BCGहरूलाई जोड्छौँ, त्यति बेला त्यो BCG को डेटाको सोर्स यो चाहिँ नक्साको सोर्स भयो अथवा यो टेरिटोरीको सोर्स भयो।
अब कहिले कहिले हामीलाई के चाहिन्छ भन्दाखेरि त्यो डेटाको सोर्स भनौँ न त्यहाँनिर बिसिजीले हामीले प्लट गऱ्यौँ भने बिसिजी कहाँबाट लिएको भन्दाखेरि त्यहाँ चाहिँ डेटा सोर्स चाहिँ अब DHIS2 अब बागमती PRO VIN प्रोभिन्स भनेर लेख्न सक्नुहुने भयो। यसलाई चाहिँ प्लेसमेन्टको कुरा चाहिँ मैले भनिराख्नु परेन, हजुर हामीले यसलाई प्लेसमेन्ट पनि राख। अब कतिपय अवस्थामा कपिराइटको कुरा पनि हुनसक्छ। अब कपिराइटको कुरा अब मलाई दिएपछि मैले PBN लेख्ने मेरो चलन छ। यो PBN भनेको मेरो हमको अच्छा लाग्छ हैन, यसरी PBN भनेर राख्यो। अब यसमा हामीले हिजो के गरेका थियौँ भने ग्रिड पनि थपेका थियौँ। ग्रिड थपेका थियौँ भनेपछि आइटम प्रोपर्टी गऱ्यौँ, तलपट्टि गयौँ ग्रिड गऱ्यौँ। ग्रिडमा चाहिँ हामीले एड ग्रिड गऱ्यौँ, मोडिफाई ग्रिड गऱ्यौँ। मोडिफाई ग्रिडमा फ्रेम आइन एनिमेसन गऱ्यौँ। अब हामीले बागमती प्रोभिन्स भएको हुनाले 0.5 भएनौँ। अब नेपाल भएको भए 0.1 मै हामी कुरा गर्थ्यौँ। अब कतिको इन्टरभलमा हजुरलाई यो चाहिन्छ सोही अनुसारले इन्टरभल गर्नुहोस्। र यो फ्रेमको साइज कति ठुलो सानो गर्न सक्नुहुने भयो। अब अर्को ड्र कोअर्डिनेटको कुरा भयो। यसलाई हामीलाई चाहिएको छ भने ड्र कोअर्डिनेट र यसको युनिट के हुनेछ अथवा हामीले कुन फर्मेटमा राख्नेछौँ, डेसिमलमा राख्नेछौँ, डिग्री मिनट विथ सफिक्स गर्ने भने यसरी राख्ने भयो। र अब यसलाई चाहिँ अब होरिजेन्टल देखाउने अब यो कुरा हिजो हामीले छलफल गरेको हुनाले मैले धेरै कुरा यहाँनिर गरिनँ, यो तरिकाले गऱ्यौँ। र बटम र राख्यौँ। डेसिमल पछिको प्रिसिसन हामीलाई चाहिँदैन, अहिलेलाई हाम्रो लेभलमा चाहिएन, त्यसले गर्दाखेरि हामीले यहाँनिर राखेनौँ। र यस्तै गरेर यहाँनिर यसलाई ट्यागको प्लेसमेन्टलाई मिलायो। यो चाहिँ मैले हजुरहरूलाई के अनुरोध गरेँ भने एउटा ट्यागको बनाएर राख्नुहोस्, आएपछिलाई नै यही हुन्छ भन्ने तरिकाले। अब हामीलाई नर्थ एरो चाहियो, नर्थ एरोलाई चाहिँ यहाँनिरबाट हामीले यहाँनिर नर्थ एरो राख्ने भयो, नर्थ एरो गऱ्यौँ। अब नर्थ एरो पछि अब हामीलाई के चाहिएला, स्केल चाहिएला हैन। यसरी स्केललाई पनि यहाँनिर राख्दिउँ। स्केलको पनि अब प्रोपर्टीहरू मिलाउनु छ भने कतिको युनिटमा राख्ने, 20 को युनिटमा, 25 को युनिट कतिमा राख्ने यहाँनिर छ। हाइट कति अग्लो होचो कस्तो राख्ने यहाँनिर छ। अब युनिट पनि यो हिजो हामीले छलफल गरिसक्यौँ। युनिटको कुरा पनि हामी गर्न सक्छौँ, किलोमिटर हो कि मिटर हो कि फिट हो के हो, यसलाई पनि हामीले काम गर्न सक्यौँ, कस्टमाइज गर्न सक्यौँ। अब अर्को चाहिँ हामीले यहाँनिर एउटा कुरा लिजेन्डको कुरामा चाहिँ यहाँनिर लिजेन्ड गाउँपालिका हो कि नगरपालिका हो कि के हो, यसलाई हामीले यहाँ LEGEND लिजेन्ड गऱ्यौँ। अब यसलाई चाहिँ हामीले हाम्रो आवश्यकता अनुसार सबै चाहिन्छ यहाँनिर अटो अपडेट गरेर हेरे सो आइटम लिङ्क सो ओन्ली सो आइटम इनसाइड लिङ्क म्याप भन्यो भने त्यो म्यापमा जुन छ त्यही मात्रै आउँछ। म्यापमा लिङ्क नभएको जति उता लेयर धेरैवटा लेयर छन् तर त्यो म्यापमा लिङ्क छैन भने त्यो चाहिँ आउँदैन। त्यसले गर्दाखेरि हामीले यहाँनिर गऱ्यौँ। अब हुन त हामीले यहीँ पनि चेन्ज गर्न त सक्छौँ हैन, तर हामीले यतैबाट चेन्ज गर्न नै सक्छौँ हामीले। जस्तै यहाँनिर पालिका टाइप, पालिका TYPE टाइप गऱ्यौँ, गाउँपालिका भनेर यसलाई चाहिँ हामीले नाम अलिकति फर्मलै दिउँ। अब जस्तै गाउँपालिका भन्दा नि रुरल म्युनिसिपालिटी दिन मन लाग्यो भने चाहिँ हामी यसलाई के गर्ने भयो भने लिजेन्डमा गएर RURAL रुरल म्युनिसिपालिटी भयो। यसलाई चाहिँ हामीले के दिने हो, प्रोटेक्टेड एरिया भनेर राख्यौँ। स्पेलिङ बिग्रियो भने नडराउनुहोस्, पछि आफैले मिलाउनुहोस्। र यसरी हामीले यो आएकोलाई हामीले यहाँनिर राखेर यो गर्न सक्छौँ। अब यसलाई चाहिँ एउटा कुरा छुट्या छ, यहाँ के चाहिँ कुरा छुट्यो होला ल भन्नुहोस् त। टालडक्स थियो नि हाम्रो डेट छ, यो कहिले बनाएको हो भन्ने कुरा भयो। यो चाहिँ हामीले यहाँनिर अब हजुरले एउटा बक्स थपेर अब डेट भनेर लेख्न नै सक्नुभयो 2082। अब हजुर 12-20 यो भयो। यसरी हामीले यसलाई चाहिँ यहाँ गऱ्यौँ। अब अरू केही छ हजुरलाई चाहिएको?
टालडक्स टाइटल छ, अथर पिबिएन, ओके। अनि सबै आयो सबै आयो। अब यो बनिसकेको एउटा इयर पनि राखिदिँदा हुन्छ पहिलेको हो डेट भएपछि डेटा छ। अब यसमा चाहिँ हाम्रो छैन। अब हामीले यसमा अर्को के गर्न सक्छौँ भन्दाखेरि जस्तै डिस्ट्रिक्ट बोर्डरहरू चाहिँ हामीले थप्न सक्छौँ। यहाँनिर हामीसँग डिस्ट्रिक्ट बोर्डर छैन, पालिकाको मात्रै बोर्डर छ। कुन चाहिँ रसुवा हो, कति चाहिँ अब ललितपुर हो भन्ने छैन। त्यस्तो हकमा चाहिँ हामीले के गर्न सक्यौँ त भन्दाखेरि यो पोलिगन टु लाइन कन्भर्ट गरेका थियौँ नि। हामीसँग लाइनको फिचर छैन यता, यो हाम्रो डेटा प्याकेजमा डिस्ट्रिक्ट बोर्डर भन्ने छैन। त्यसले गर्दाखेरि हामीले के गर्ने भयो त, डिस्ट्रिक्ट भन्ने पोलिगन छ, यो पोलिगनबाट हामीले के लैजाने भयो त भन्दाखेरि लाइन फिचर मात्रै गर्ने भयो। त्यो भनेको पोलिगन टु लाइन, यो भेक्टर जियोमेट्रीभित्रको POLY पोलिगन टु लाइन वाला जुन चाहिँ छ त्यसलाई चाहिँ यो भेक्टर जियोमेट्रीभित्रको फिचर पोलिगन टु लाइन, त्यसलाई क्लिक गऱ्यौँ, डिस्ट्रिक्ट गऱ्यौँ, अहिलेलाई चाहिँ हामीले रन गऱ्यौँ। यसलाई इफ हजुरले कुनै जियो प्याकेजमा सेभ गर्ने भने डाइरेक्टली सेभ पनि गर्न सक्नुहुन्छ। अहिलेलाई हामीले टेम्पोरेरी फाइलमै काम गरौँ, त्यसको लागि रन गऱ्यौँ। र यो चाहिँ डिस्ट्रिक्टको बोर्डर आयो। अब यसलाई चाहिँ अलिकति केही काम गर्ने हो भने अब DISTRICT डिस्ट्रिक्ट BOARDER बोर्डर भनेर राख्नुभयो। अब यसलाई कलर चाहिँ हजुरको कुन चाहिँ कलर दिँदा बेस्ट हुन्छ त्यो हजुरले डिफाइन गर्नुहोस्। कलर दिँदाखेरि तलको हाम्रोले देखाउन खोजेको क्याटेगोरीको कलर र माथिको क्याटेगोरीको कलर चाहिँ एउटै नहोस् भन्ने चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। एउटा बेसिक रुल त्यहाँनिर छ। अब यसरी हाम्रो यो डिस्ट्रिक्टको मात्रै कलर अथवा बोर्डर पनि आयो। अब यसलाई तपाईँले हिजो एक्सप्लोइट गरेको जस्तो तरिकाले अब बाहिरको जिल्लाहरूलाई एक्सप्लोइट गरे नै हुन्थ्यो। अहिले हामी त्यो एक्सप्लोइटतिर गएनौँ, तर यो पनि हामीले गर्न सकिने कुराहरू भयो। यसरी हामीले यता गऱ्यौँ। अब यहाँनिर जिल्लाको नाम पनि राख्न मन लाग्यो अब भने चाहिँ हजुरले के गरिदिनु पऱ्यो त भन्दाखेरि यहाँनिर यो डिस्ट्रिक्ट भन्नेलाई क्लिक गरेर यसलाई तल राखेर अथवा यसलाई होलो बनाएर तपाईँले चाहिँ यसलाई डिस्ट्रिक्टको नाम दिन सक्नुहुन्छ। जस्तै अहिले मैले के गरेँ त भन्दाखेरि यसलाई चाहिँ मैले यहाँ यो सोलिड पनि गरिनँ, नो ब्रस गरेँ, अनि बोर्डरलाई पनि यो सेभ फाइललाई पनि भयो र यसको बोर्डर जुन चाहिँ छ त्यो बोर्डर पनि मलाई मन परेन भने चाहिँ मैले यसलाई होलोमा राखिदिएँ, ट्रान्सप्यारेन्ट बनाइदिएँ, ओके भयो। यसले गर्दाखेरि हाम्रो के भयो त भन्दाखेरि त्यहाँ नेपाल छ तर नेपाल चाहिँ होलो भयो। अब यसलाई हामीले नेपालको नाम दिने हो भने जिल्लाअनुसारको नाम दिने हो भने अहिले हामीले गरिसकेको जस्तै गरेर लेबलिङमा गयो। लेबलिङमा अहिले हामीले यहाँनिर यो गरेका थियौँ होइन, यसलाई केही नगरिकन यसलाई फालिदिउँ। अब हाम्रो नेपालको मात्रै के अरे जिल्लाको मात्रै नाम आउँछ र अब यसलाई हेरौँ यता हेर्दाखेरि के आउँछ, ओके छ होइन। यसलाई अब नाम ठुलो दिन पऱ्यो सानो दिन पऱ्यो भने त यसलाई ठुलो कुरो भएन, हामीले यसलाई दिन सक्ने भयो। यसरी यो बनिसक्यो एउटा भनौँ न रफ ह्यान्डी बागमती प्रोभिन्स भन्यो। अब यसलाई चाहिँ हामीले के गर्न सक्यौँ त भन्दाखेरि अब एक्सपोर्ट गर्न सक्यौँ होइन। मलाई यो एक्सपोर्ट गर्नको लागि कुन चाहिँ फर्मेटमा चाहिन्छ, इमेजमा चाहिन्छ, पिडिएफमा चाहिन्छ, हजुरले यसलाई गर्नुभयो, इमेजमा लैजानु भयो। र अहिले मैले टेस्ट भन्ने फोल्डरभित्र अब भन्दा नि बाहिर अर्कै फोल्डरमा रिभ्यू भने रिभ्यूमा चाहिँ हामीले के गर्यौँ त भन्दा बागमती PROVINCE प्रोभिन्स भनेर राखेँ। यसको अब रिसोल्युसन कतिमा दिने भन्ने कुरा भयो। यो रिसोल्युसनको कुरा चाहिँ यो DPI भन्छ, डट पर इन्च। एउटा डट एक स्क्वायरको इन्चमा कतिवटा डटसम्मलाई हामीले रिड गर्न सक्ने भन्ने कुरा हो। 1 इन्चभित्रमा 500वटा जति डट काउन्ट गर्न मिल्छ भने 500 DPI हो। अब यो चाहिँ हजुरलाई यो जुम गर्दाखेरि ब्लर नहुने चाहियो भने माथिल्लो भ्यालुमा लैजानुहोस्। अब होइन तर तपाईँले पेपर क्वालिटी कुनमा गर्दै हुनुहुन्छ त्यसलाई पनि ध्यान दिनु होला। मैले अहिले 500को DPIमा लगेँ। यो गरिसकेपछि यसले केही समय लियो तर यहाँनिर आयो, हाम्रो म्याप चाहिँ रेडी भएको छ। एउटा म्याप, बेसिक म्याप यो भएको छ। यसरी यो हाम्रो म्याप चाहिँ रेडी भएको छ। यसलाई हामीले अन्यत्र पनि लैजान सक्छौँ। अब यहाँनिर अलिकति रफमा के देखियो भन्दाखेरि मलाई चाहिँ त यो डिस्ट्रिक्टको यतापट्टिको यो प्रोभिन्स वाइजको कुरा डिजल्भ भइदिएको भए जाति हुन्थ्यो
होइन, अथवा यो गोर्खा लमजुङ यो नआइकन मलाई बागमती प्रदेश अथवा कोशी प्रदेश मध्य प्रदेश मात्रै भएको भए हुन्थ्यो, अथवा जिल्लालाई डिजल्भ गरेर प्रदेश भइदिएको भए ठिक हुन्थ्यो भन्ने भयो भने हामी के गर्ने भयौँ त भन्दाखेरि, जस्तै अहिलेलाई हामीले जस्तै डिस्ट्रिक्ट भन्नेलाई लग्यौँ, यो डिस्ट्रिक्ट भन्नेलाई लग्यौँ र यो बागमतीको लागि नै हामीले अहिले हटायौँ। यो 77 जिल्लाबाट हामीलाई चाहिँ 7 प्रदेशको मात्रै चाहियो भने चाहिँ हामीले के गर्ने भयौँ त भन्दा डिजल्भ फङ्सन टुलबक्समा गयो र डिआइएसएसओएलबी डिजल्भ भन्नेलाई गऱ्यौँ, भेक्टर जियोमेट्री। त्यसमा डिस्ट्रिक्टको भन्यो कुन चाहिँ फिल्डले डिजल्भ गर्ने त भन्दाखेरि यहाँनिर रहन्छ। भनेपछि एउटा कमन डिजल्भ गर्ने भनेपछि एउटा कमन फिल्ड चाहिँ बनाउनुपर्छ, ताकि सबैलाई चाहिँ हामीले कमन बनायौँ भने मात्रै हामीले गर्न सक्छौँ। मसँग त्यस्तो कमन बनाएको चाहिँ अर्को एउटा फाइल छ। भन्न खोजेको डिस्ट्रिक्ट सेन्ससभित्र हामीसँग एउटा भेरिएबल छ जहाँनिर प्रोभिन्स भन्ने लेखिएको छ, होइन। त्यो प्रोभिन्स कमन फिल्ड भएपछि मात्रै हामीले डिजल्भ गर्ने भनेको यो एक लेखेको जतिलाई एउटा, 2 लेखेको जतिलाई 2, त्यस्तो तरिकाले गर्ने हो। त्यसले गर्दाखेरि यसलाई हामीले डिजल्भ गर्न सक्छौँ। त्यसले गर्दाखेरि यो गऱ्यौँ र फिल्ड चाहिँ कुन चाहिँले गर्ने भयो भन्दाखेरि प्रोभिन्स भन्नेले गर्यो र प्रोभिन्सलाई रन गऱ्यौँ र यसले चाहिँ हामीलाई प्रोभिन्सको प्रोभिन्स वाइजको म्याप दियो। अब यसलाई पनि हामीले पोलिगन टु लाइनमा कन्भर्ट गरेर POLY पोलिगन टु लाइनमा कन्भर्ट गरेर प्रोभिन्सको बोर्डर पनि हामीले निकाल्न सक्छौँ। यानि कि यो चाहिँ अब हाम्रो प्रोभिन्सको बोर्डर भयो। यो चाहिँ हाम्रो PROVINC प्रोभिन्स BOARDER बोर्डर भन्ने भयो। अब ऐकै म्यापलाई हेरौँ त। ऐकै म्यापलाई हामीले हेऱ्यौँ भने ऐको भन्दा अहिलेको म्यापलाई हामीले हेऱ्यौँ, कुन चाहिँ हामीलाई यो बाहिरको म्याप आयो हामीकोमा, सरी हामीले यो अहिले बनाउँदाखेरि के गरेनछौँ भन्दाखेरि यो फाइल अर्को लिएछौँ। यो पोलिगन टु लाइनमा लिँदाखेरि हामीले के लिन पर्थ्यो भन्दाखेरि यो डिजल्भवालालाई लिनु पर्थ्यो। डिजल्भवालालाई लिएको भए बल्ल प्रोभिन्सवाला बन्थ्यो, होइन। यो चाहिँ हामीले उल्टो लिएछौँ। त्यही भएर हाम्रो यहाँनिर कुन चाहिँ फाइल सेलेक्ट गर्ने हो त्यसलाई चाहिँ अलि विचार गर्नु है। PROVINC प्रोभिन्स BOARDER बोर्डर भन्ने हो। यसलाई प्रोभिन्सको बोर्डरलाई अलि छुट्टै किसिमको दिनुहुन्छ हजुरले भने पनि यहाँनिर कस्तो किसिमको के चाहिँ दिनुहुन्छ, कुन कलरमा दिनुहुन्छ, कस्तो किसिमको दिनुहुन्छ, सोलिड लाइन हो कि ड्यास लाइन हो कि, अब कुन चाहिँ साइजमा दिनुहुन्छ, अब कुन कलरमा दिनुहुन्छ, यो चाहिँ हजुरले यसलाई एप्लाई गर्न सक्नुहुने भयो। जस्तै दिँदाखेरि बोर्डरहरू जनरली रातो डार्क टाइपकोमा दिने चलन छ। यसरी यो गर्न सक्नुहुन्छ। अब ऐकै हाम्रो म्यापलाई अब ऐको भन्दा फरक तरिकाले हेरौँ। यसले गर्दाखेरि चाहिँ यहाँनिर अब हाम्रो डिस्ट्रिक्ट सेन्ससमा ऐको म्याप, ऐको बनिरहेको म्यापलाई हामीले हेऱ्यौँ भने यता गोर्खाहरू थियो भने अहिले आएन। अब तर हामीलाई यो प्रोभिन्सको बोर्डर त भयो, तर जिल्लाको बोर्डर त यहाँ अझै नै आएन भन्ने भयो भने ऐकै जस्तै गरेर केही नगर्ने यो डिस्ट्रिक्ट सेन्सस भन्नेलाई तपाईँले के गरिदिनुहोस् त भन्दा फिल्टर गरेर हाम्रो प्रदेशको मात्रै गरिदिनुहोस्, होइन। प्रोभिन्स इक्वल टु 3 गरिदिनुहोस् र यसले चाहिँ हामीलाई यो बागमती प्रदेशको मात्रै दियो र यसलाई पनि पोलिगन टु लाइन गरिदिनुहोस्। अब यसलाई चाहिँ डिस्ट्रिक्ट सेन्सस ओके रन गरिदिनुहोस्। यसले हामीलाई कहाँको दियो त भन्दाखेरि हामीलाई यसले बोर्डर बागमती प्रदेशको मात्रै दियो। अब यसलाई चाहिँ हामीले कस्तो कलर दिने, के कलर दिने भन्ने कुरा चाहिँ हाम्रो फर्दर यो रह्यो। अब यसको साइज कस्तो दिने, कलर कस्तो दिने भन्ने कुरा हामीले आफ्नो कन्भिनियन्ट अनुसार गऱ्यौँ र यसलाई चाहिँ हामीले DISTRICT डिस्ट्रिक्ट BOARDER बोर्डर भनेर राख्न सक्यौँ र यसलाई हामीले सेभ गऱ्यौँ भने चाहिँ अबको हाम्रो म्यापमा चाहिँ यो आउने भयो। ऐको भन्दा केही बेटर भयो कि भन्ने हाम्रो पार्टीको मान्यता, होइन त। यो तरिकाले अब
यसैमा बीसीजीको अघि हामीले जुन जोडेका छौँ बीसीजी वाइजको म्याप बनाउनु पर्यो पालिका वाइज भन्यो भने चाहिँ अब हामीले अहिले त्यो जोडेको म्यापमा एट्रिब्युट टेबल हेरौँ यहाँनिर बीसीजी छ कि छैन बीसीजी छ भनेपछि अब हामीले यसलाई अब मलाई एडमिनिस्ट्रेटिभ म्याप चाहिएन भने अब फेरि जोइन गर्न नजानुहोस् हजुरहरू यही लेयरलाई डुप्लिकेट लेयर गर्नुहोस् र अब चाहिँ तपाईँले यहाँनिर कलर दिन चाहनुहोस् अब चाहिँ अहिलेको जस्ता जस्तै छ अब यो बीसीजी कभरेज हो भने बीसीजी COVERAGE कभरेज भन्नुहोस् यसलाई चाहिँ हामीले राइट क्लिक गरौँ प्रोपर्टी गरौँ र अब सिम्बोलोजी दिँदाखेरि चाहिँ यहाँ ग्रेजुएट गरौँ र ग्रेजुएट गर्दाखेरि अब केले दिने हो बीसीजीको कुरा जुन हामीले गरेको छ यो गरौँ यसलाई 7 8ले गरौँ 8मा चाहिँ एउटालाई फाल्यो ओ सरी हामीले बीसीजीले गर्ने होइन बीसीजी कतिवटा क्लासमा दिने हो हजुरले आफ्नो कन्भिनियन्ट अनुसारको क्लास दिनुहोस् र अब यसलाई चाहिँ यहाँनिर लेभल गर्दै जानु होइन 20 अब 20 to 40 40 to 60 60 to 80 80 to कति हजुर 90 एउटा फरकमा दिउँ नि त हाम्रो यो नेसनल थ्रेसोल्डहरू केही छन् भने तिनीहरूलाई चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ अब प्रोग्रामका प्रोग्रामले हामीलाई के भनेको छ त्यो प्रोग्रामले भने अनुसारको हामीले यो गर्नुपर्छ यसरी गऱ्यौँ भने हाम्रो यो बीसीजीको कभरेजको यता म्याप बनेको छ र यसलाई चाहिँ हामीले अहिले हामीले प्रोटेक्टेड एरिया बनाएको होला यहाँ छ यसलाई चाहिँ हामीले एउटा बनाऊँ प्रोटेक्टेड एरिया भनेर गरौँ र यसलाई चाहिँ हामीले यहाँनिर लेआउटमा गएर हेरौँ यसलाई चाहिँ हामीले यस्तो तरिकाले आयो यो तरिकाले हाम्रो आयो यो हिजो नभनेको एउटा कुरा चाहिँ आज काम पर्यो अनि त्यही भएर भने जस्तै हिजोसम्म मलाई के परेको थिएन भन्दाखेरि यो दुईटामा बाँड्नै परेकै थिएन कि यो लिजेन्ड छ नि सुन्नुभयो यो लिजेन्ड चाहिँ मलाई बाँड्न परेकै थिएन एउटैमै थियो अटाएको थियो तर आज मैले के गरेँ भने योलाई यहीँ माथि लैजाँदाखेरि त म्याप त काटिन्छ अब मैले त बरु यसलाई के गर्न सकेँ भन्दाखेरि दुईटा टुक्रा बनायो भने त आधी आधी बनायो भने त यता आउँछ यो हाम्रो म्यापलाई अप्ठ्यारो पार्दैन हो यस्तो कुराहरू पनि गर्न मिल्छ यस्तोलाई हामी के भन्छौँ भन्दाखेरि यसलाई राइट क्लिक गरौँ आइटम प्रोपर्टी जाउँ त्यहाँ कोलुम भन्ने छ कोलुम्स होइन मलाई दुईटा कोलुममा बाँड्न पर्यो कि दुईटा कोलुममा बाँड्यो अब स्प्लिट लेयर गर्ने हो अब इक्वल वाइट गर्ने हो कि के गर्ने हो यो गर्नु जस्तै मैले अहिले यसलाई गरेँ र यो गरिसकेपछि मलाई चाहिँ पहिला सुरुमा बीसीजी कभरेजको चाहियो कि होइन बीसीजी कभरेजलाई मैले डबल क्लिक गरेँ स्टार्ट न्यू कोलुम भन्ने हुन्छ कि हेर यहाँ अटो अपडेट छ यसलाई मैले यहाँ डबल क्लिक गरेँ र अनि स्टार्ट न्यू कोलुम भन्ने हुन्छ यसलाई गरेँ भने न्यू कोलुमबाट बीसीजी भयो तर मलाई त के लाग्यो भन्दाखेरि बीसीजीलाई बरु पहिला राखिदियो भने ठिक लाग्छ भन्ने लाग्यो भने चाहिँ हजुरले के गर्नुहोस् भन्दाखेरि बीसीजीलाई माथि लैदिनुहोस् है यो हजुरको कन्भिनियन्ट अनुसारको बनाउनु पर्यो नि त अब यसलाई चाहिँ तपाईँले बीसीजीलाई उता लैदिनु भयो भने यो भयो अब यो बीसीजी पनि ल्याए पनि हामीलाई त यो त आदि त गर्न मिलेन डिस्ट्रिक्ट बोर्डर प्रोटेक्टेड एरिया यिनीहरू त ठिकै थियो अब यसलाई पनि हामीले के गर्न सक्छौँ त भन्दाखेरि यसले हाम्रो यो चितवन जिल्लाको यो के पालिकाहरू ओभरल्याप गऱ्यो नि हो भने यसलाई चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि हिजो हामीले यो अब जति बेला डिमान्ड पऱ्यो त्यति बेला गऱ्यौँ यसको यहाँ ब्याकग्राउन्ड भन्ने हुन्छ क्या आइटम प्रोपर्टी फन्ट एन्ड फर्मेटिङ कोलम्स सिम्बोल्स पोजिसन ब्याकग्राउन्डलाई चाहिँ अनचेक गरिदिउँ अब आयो होइन यो तरिकाले हाम्रो कुरा भयो तर यहीँनिर यही कुनामा राख्नुपर्छ भन्ने छैन
हाम्रो आवश्यकता अनुसार यसलाई चाहिँ हामीले गर्न सक्ने भयो। यो चाहिँ हाम्रो FY 2080 81-82 गति यो तरिकाले हामीले भन्यौँ। र अब अर्को कुरा चाहिँ मैले यहाँ भन्नुपर्ने कुरा के छ भन्दाखेरि जस्तै मलाई यसको चाहिँ फ्रेमले काट्न परेन, यो चाहिँ यो भित्रको डट देखाउनु पर्यो भने फ्रेमलाई टिक लगाइदिनुहोस्। अब अर्कोचोटि अब मलाई यसैमा बागमती प्रोभिन्स एडमिनिस्ट्रेटिभ डिभिजन होइन कि मलाई त यहाँ त BCG लेख्न पर्यो भने यही लेयरलाई फेरि गएर सिम्बोलोजी गर्ने यो गर्नको सट्टामा हामीले यसलाई डुप्लिकेट लेयर गऱ्यौँ र यसलाई BCG भनेर लेख्यौँ भने अब हामीसँग दुईवटा लेआउट हुनेछ। एउटा लेआउट चाहिँ एडमिनिस्ट्रेटिभ यो रिभ्यू लेआउट छ, यसलाई मैले अहिले सेभ गरेँ, क्लोज गरेँ। अर्को चाहिँ मसँग लेआउट चाहिँ के भयो त भन्दाखेरि BCG भनेर आयो कि। अब यो BCG भन्नेलाई चाहिँ हामीले के गर्न सक्यौँ त भन्दाखेरि अब यहाँ माथि लेख्यौँ BCG भ्याक्सिन कभरेज भनेर लेख्न सक्यौँ। BCG कभरेज भनेर लेख्न सक्यौँ। अब अझै कोही साथीहरूले इन पर्सेन्टेज भनेर नि लेख्नुहुन्छ, तर यो लेख्न आवश्यक छैन। कभरेज इज अलरेडी इन पर्सेन्टेज है। यो चाहिँ हजुरको कुरा भयो। यसलाई चाहिँ हामीले लेख्न पर्ने, मैले अब यहाँनिर धेरै कुरा गरिनँ, यो कुरा गर्न सक्यौँ। यसैमा हामीले अब यसको ब्याकग्राउन्डमा बेस म्याप पनि हाल्न सक्छौँ। बेस म्याप हाल्नको लागि हिजो हामीले छलफल गरेका थियौँ। बेस म्याप हाल्नको लागि यहाँनिर SCMGIS भित्र विभिन्न किसिमका बेस म्यापहरू छन्, जस्तै सेटेलाइट बेस म्याप। यो सेटेलाइट म्याप भनेको गुगल अर्थको जस्तो। अब यसको सट्टामा अब होइन म यो रोडवाला गर्नुहुन्छ भने गुगल म्यापवाला यो पनि छ। हजुरलाई आफ्नो कन्भिनियन्ट अनुसारको बेस म्यापहरू पनि राख्न सक्नुहुन्छ। तर एउटा ध्यान दिनुपर्ने कुरा के छ भन्दा त्यो तपाईँले बनाइरहेको म्याप तपाईँको अडियन्सको हो, उहाँहरूलाई त्यसको बारेमा कस्तो नलेज छ, त्यो कुराहरूलाई चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। अब यो कुराहरूलाई चाहिँ हामीले गरौँ। नट नेसेसरी राख्नै पर्छ, राख्नै हुन्न त्यस्तो केही पनि छैन, हार्ड एन्ड फास्ट। तर यो पनि अप्सन छ भनेर मैले हजुरहरूसँग चाहिँ सेयर गरेँ। र अब यसलाई हामीले एक्सपोर्ट गऱ्यौँ भने यो हाम्रो एउटा किसिमको म्याप चाहिँ BCG कभरेज भनेर भयो। यसलाई पनि अहिले जस्तै गरेर कतिमा लैजाने यो गर्न सकिन्छ। जस्तै तपाईँले 200 राखेर यसलाई ठुलो जुम गर्नुभयो भने ब्लर हुन्छ, तर 500मा गर्नुभयो भने एउटा लेभलसम्म जाँदाखेरिसम्म पनि ब्लर हुँदैन। यो तरिकाले हाम्रो एउटा म्याप बन्यो। यसपछि हामीले अर्को काम के गरेका थियौँ, एरिया निकालेका थियौँ होइन, पालिका वाइज जिल्ला वाइजकै एरिया निकालेका थियौँ, एरिया पेरिमिटर निकालेका थियौँ। त्यो भने हामीले के गर्यौँ भन्दाखेरि ओपन एट्रिब्युट टेबल गऱ्यौँ। ओपन एट्रिब्युट टेबलमा गएर एरिया फिल्ड क्यालकुलेटर गऱ्यौँ। यो सबै कुराहरूको फङ्सनहरूको बारेमा मैले अहिले त भनिनँ। यसले रिफ्रेस गर्यो, यसले एडिटको कुरा भयो, यसले अहिले सेलेक्ट गरेको भन्दा उल्टो सेलेक्ट गर्ने भएछ, इन्भर्ट सेलेक्सन गर्छ, यसले डिलिट गर्ने कुरा गर्छ। यो कुरा गऱ्यौँ हामीले यहाँनिर। हिजो हाम्रो धेरै छलफल भएको चाहिँ ओपन फिल्ड क्यालकुलेटर, त्यसलाई क्लिक गऱ्यौँ। एरिया निकाल्न परेको छ, नयाँ फिल्ड चाहिएको छ भने हामी यहाँ एरिया भनेर लेख्छौँ। एरिया यो रिभ्यूको बेलामा निकालेको एरिया हो भन्ने भयो। अब एरिया त डेसिमलमा हुन्छ, त्यसले गर्दाखेरि यहाँनिर लेख्यौँ र यहाँनिर एरिया भनेर लेख्यौँ भने यो डलरभन्दा अगाडिको डलर सहितकै एरिया, यो चाहिँ हजुरहरूले यहाँ लेखिदिनु भयो नि हुन्छ, नभए यहाँनिर जियोमेट्री भन्ने छ नि, जियोमेट्री क्यालकुलेटर हो, त्यसले गर्दा यहाँ एरिया भन्ने हुन्छ। यो एरिया यो बाई डिफल्ट चाहिँ मिटर स्क्वायरमा छ। यसलाई किलोमिटर स्क्वायरमा लैजानलाई कतिवटा जिरो, 6वटा, 3वटा, 4, 5, 6वटा जिरोले डिभाइड गरेपछि यो मिटर स्क्वायरमा गयो। यसरी हाम्रो एरिया चाहिँ आएको छ। त्यस्तै गरेर पेरिमिटर निकाल्न पऱ्यो भने हामीले यहाँनिर मिटर भन्यो। यो पनि पेरिमिटर पनि डेसिमलमा हुनसक्छ र अहिले जस्तै गरेर पेरिमिटर भनेर आयो। पेरिमिटरलाई अब 1000ले डिभाइड गरेपछि केएममा गयो। यसरी गयो। इफ हामीसँग यहाँनिर म्याथमेटिकल अपरेसनहरू निकाल्न पऱ्यो, इन्डिकेटर निकाल्न पऱ्यो भने पनि एउटा फिल्डलाई अर्को फिल्डले डिभाइड गरेर गुणन गरेर अथवा कुनै म्याथमेटिकल अपरेटरहरू तलका म्याथमेटिकल अपरेटरहरू लगाएर नयाँ फिल्ड पनि क्यालकुलेट गर्न सक्छौँ। यो कुरा चाहिँ हामीले हिजो पपुलेसन डेन्सिटी निकाल्नलाई, सेक्स रेसियो निकाल्नलाई चाहिँ हामीले काम गरेका थियौँ। अब उसके बाद हामीले अर्को के गर्यौँ, अर्को के गरेको थियौँ, क्लिपको कुरा गरेका थियौँ।
क्लिपको कुरा गरेका थियौँ, बफरको कुरा गरेका थियौँ। जस्तै क्लिपको कुरा भनेको जस्तै जुन जुन फिल्डहरूलाई हामीले फिल्टर लगाउन सक्यौँ, त्यो फिल्टरहरू लगाउन सकेको ठाउँमा त हामीले त्यसलाई गर्ने भयौँ, फिल्टर गरेर हामीलाई चाहिएको मात्रै एरिया निकाल्न सक्यौँ। तर जस्तै रोडमा क्लिक गरेर रोडको एट्रिब्युट टेबलमा कहीँ पनि प्रोभिन्स भन्ने छैन र हामीलाई यो डिस्ट्रिक्ट कहाँसम्म के अरे यो रोड कहाँसम्म भन्ने थाहा छैन। त्यस्तो अवस्थामा हामीले क्लिप गर्न सक्छौँ। त्यो क्लिप भनेको हामीलाई चाहिएको ठाउँसम्मको मात्रै काट्ने। जस्तै हामीले त्यो मोमोको वाला गरेको थियौँ नि, यो गरेर काट्ने थियो, त्यसलाई हामीले क्लिप भनेका थियौँ। क्लिपको लागि CLIP क्लिप गऱ्यो। यो क्लिप चाहिँ यहाँनिर भेक्टर ओभरले भित्रको क्लिपलाई गऱ्यो। अहिले हामीले रोडलाई काट्दैछौँ। केले काट्दैछौँ? BCD कभरेजले अथवा हाम्रो प्रोभिन्सको टेरिटोरीले काट्दैछौँ भनेपछि अहिलेको रोड, नेपालभरिको रोड, अहिलेको रोड चाहिँ हाम्रो यो बागमती प्रदेशभित्रको रोड मात्रै छ। त्यहाँ भिजिबिलिटी सानो देखियो तर छ। डिस्ट्रिक्ट हेडक्वार्टरलाई पनि क्लिप गर्न पऱ्यो भने क्लिप गऱ्यो। डिस्ट्रिक्ट हेडक्वार्टर केले त BCD कभरेजले काटिने भयो। यसरी हाम्रो जुन फिल्डमा एट्रिब्युट टेबलमा हामीले खोजेको म्यानुअली अहिलेको म्याथमेटिकल अपरेटरहरू लगाएर फिल्टर गर्न सक्दैन। त्यस्तो बेलामा हामी क्लिपको कुरा गऱ्यौँ। डिजलको कुरा त अघि नै हामीले छलफल गऱ्यौँ। अब अर्को गुगल म्यापमा बफरिङको लागि कुरा गरेको थियौँ। अब यो बफरिङको कुरा अब एउटा पोइन्ट भयो। त्यो पोइन्टको वरिपरि अब 5 किलोमिटर 10 किलोमिटरको यो एरियल बफरिङ है। यो रियल ल्यान्ड कभरको बफरिङ होइन कि ओभरअल बफरिङ कसरी गर्ने भन्ने कुरा थियो। त्यसको लागि चाहिँ हामीले यो बनेको फिल्डलाई UTM जोनमा कन्भर्ट गरेका थियौँ होइन। यो UTM जोनमा गरेका थियौँ। एउटा कुनै एउटा जियो प्याकेजमा हामीले यसलाई राखौँ, रिभ्यू भन्ने भित्रै राख्थ्यौँ। एउटा पहिलाको जियो प्याकेजमा राख्नुहोस् हजुरहरूले, मसँगले चाहिँ यहाँ रिभ्यू भन्नेमा राखेँ। यसको नाम चाहिँ त्यहाँ भयो। यसको नाम चाहिँ हामीले यसलाई चाहिँ डिस्ट्रिक्ट HQ भन्यो, DHQ गऱ्यो। यो UTM जोनमा लैजानलाई यो आइकन सिलेक्ट CRSमा गऱ्यो। यसमा चाहिँ अहिले मेरोमा चाहिँ UTM जोन 45N 45N भनेर आएको छ। तर तपाईँहरूकोमा पहिल्यै चाहिँ नआएको हुनसक्छ। त्यसले गर्दाखेरि यहाँ माथि UTM भनेर राख्नुहोस्। तल हेर यहाँनिर प्रोजेक्टेड र अर्को आउँछ। यो प्रोजेक्टेडभित्र राख्ने हो नि त हामीले। UTM को प्रोजेक्टरको हामीलाई कुनमा चाहियो भन्दाखेरि UTM 45 UTM J2 यहाँनिर प्रोजेक्टेडभित्र युनिभर्सल मर्क्याटर छ। यहाँ सो मेनी छन्। त्यो मध्येको हामीलाई कुन चाहिँ चाहियो त भन्दाखेरि नेपालको लागि चाहिँ त UTM हो कि UTM जोन UTM जोन 45 भनेर यसलाई हामीले क्लिक गर्दाखेरि नेपाल देखिनु पर्यो। अथवा हामीले जहाँको काम गर्दैछौँ त्यो टेरिटोरीको भाग चाहिँ देखिनु पर्यो है। त्यहाँ धर्को आएर बसेको हुन्छ, यो रातो धर्को। यसलाई चाहिँ सेलेक्ट गरेपछि यो हाम्रो फिल्ड चाहिँ ओके भयो। यो चाहिँ सेलेक्ट। अब हाम्रो कुरा कहाँनिर रह्यो भन्दाखेरि यो डिस्ट्रिक्ट हेडक्वार्टरहरूको वरिपरि यो 5 किलोमिटरको रिङ 10 किलोमिटरको रिङ चाहियो भने चाहिँ हामीले हेर यहाँनिर हो MULT राख्नुपर्ने बफरिङ बनाउन, सेन्ट्रोइड बनाउन, UTM जोनमा डाटालाई कन्भर्ट गर्नु पर्छ है। अब यो बफरिङको कुरा भयो। हेर यहाँ बफरिङ भनेर हान्नु भए पनि हुन्छ, क्लिक गर्नु भयो नि हुन्छ। BUFF बफरिङ आउँछ। नभए मल्टी रिङ बफरिङ गरे नि हुन्छ। जुन फाइलहरू जुन कुराहरूलाई तपाईँले त्यो UTM जोनमा लैजाने, कस्तो बेलामा लैजाने पर्छ, कस्तो बेलामा लैजान पर्दैन भन्ने कुरालाई हजुरले गर्नुहोस्। हामीले जुन चाहिँ हाम्रो ओभल सेपको अथवा सुन्तला सेपको अर्थलाई 2D मा गरेका छौँ नि, त्यसमा लैजाँदाखेरि त त्यो त त्यसरी गएको छ। त्यसलाई चाहिँ प्रोजेक्सन गरेर लैजानु पर्ने हुन्छ। त्यसले गर्दाखेरि प्रोजेक्सन गरेकोलाई हजुरले त्यहाँनिर क्लिक गर्नुहोस् र मल्टिपल बफरिङ गऱ्यो। डिस्ट्रिक्ट हेडक्वार्टर गऱ्यौँ, रिभ्यू डिस्ट्रिक्ट हेडक्वार्टर। कतिवटा रिङ चाहियो तपाईँलाई? 3वटा 5वटा जतिवटा छ। यो कतिको डिस्टेन्सको एउटा रिङ र अर्को रिङको बिचको डिस्टेन्स कति राख्ने यहाँनिर छ। तपाईँलाई युनिट केमा राख्ने, मिटरमा राख्ने, किलोमिटरमा राख्ने, यो चाहिँ छ।
र अब यसलाई रन गरिदिनुहोस्। त्यसको जेएस नोट तयार भयो। यो गरिसकेपछि यहाँनिर हाम्रो आयो। यो बफरलाई अब फेरि हामी राइट क्लिक गर्छौँ, प्रोपर्टी गर्छौँ। प्रोपर्टीलाई चाहिँ अब हामीले यहाँनिर सिम्बोलोजीमा गएर ग्रेजुएट गऱ्यौँ। ग्रेजुएटमा भ्यालु आएपछि हामीले के गरेका थियौँ, बिसिजी के गरेका थियौँ भने यसपालि रिङ आइडी भन्यौँ। रिङ आइडीलाई हामीले यो कलर दियौँ। अब यो कलर चाहिँ कस्तो दिने कस्तो नदिने अब हजुरहरूलाई मैले यसको बारेमा धेरै भनिराख्न परेन। र यसरी यो चाहिँ हाम्रो प्रत्येक जिल्लाको हेडक्वार्टरबाट यसरी 5 किलोमिटर डिस्टेन्स, यो चाहिँ एरियल डिस्टेन्स हो। अब यसलाई चाहिँ अब डिस्ट्रिक्ट हेडक्वार्टरलाई माथि राखिदिनुहोस् र हाम्रो डिस्ट्रिक्ट हेडक्वार्टर सहितको यो चाहिँ आयो। यहाँनिर डिस्ट्रिक्ट हेडक्वार्टर छ, त्यसको वरिपरिको 5 किलोमिटरको यो आयो। अर्को के गर्यो, ट्रिमिङ चाहिँ यो लाइनहरूलाई रोडहरूलाई ट्रिमिङ गर्नलाई एक्सप्लोइट भन्ने फङ्सन थियो। त्यो त्यसको लागि चाहिँ हामीले यसलाई पनि त्यसलाई ट्रेनिङले धेरै फोकस नगर ल ओके छ, किनभने यहाँ हुन्छ त्यो एक्सप्लोइट। अनि एउटा कुरा नि तपाईँले सिक्नै पर्ने कुरा एउटा अबको हाम्रो अर्को काम हामीले हिजो छलफल गरेको अर्को के थियो भने डट डेन्सिटी भन्न खोजेको। एउटा मात्रै छ भने त्यसलाई एउटा थोप्लो होइन, जस्तै हाम्रो पपुलेसन होला अथवा कहाँनिरको होला, त्यस्तो ठाउँमा चाहिँ हामीले यो हाम्रो जिल्लामा यसको एट्रिब्युट टेबल हेरौँ त यहाँनिर यहाँ टोटल पपुलेसन छ। एउटा थोप्लोले 1000 जनालाई जनाउने अथवा 5000 जनालाई जनाउने त्यो कुरालाई हामी गर्छौँ। अब यसलाई चाहिँ हामीले के कुरा कहाँनिर गर्नुपर्छ भने यो प्लगइन्समा गएर हामीले सबैजनाले हिजो हामीले छलफल गरेका थियौँ डट डेन्सिटी भनेर डट म्याप DOT डट म्याप भन्ने छ। यो प्लगइनलाई चाहिँ इन्स्टल गर्नु पऱ्यो। अब मेरोमा अलरेडी इन्स्टल छ, त्यसलाई मैले गरिनँ। अब यहाँनिर मैले त्यो डट डेन्सिटी लेयरलाई क्लिक गरेँ, सिलेक्ट लेयर गरेँ। अब यसमा चाहिँ मेरो कुन चाहिँ लिने हो त भन्दाखेरि अहिले मैले प्रोटेक्टेड एरिया भन्नेमा छ, त्यसमा के छ त मेल फिमेल भनेर टोटल छ। टोटलमा एउटा थोप्लो भनेको कति हो त 5000? धेरै कम राख्यो भने त पछि यति लोड गर्न त्यसलाई धेरै टाइम लाग्छ। त्यसलाई सिमुलेट गरिदिनुहोस्। थोरै हुनेमा 9वटा थोप्लो छ, धेरै हुनेमा 408वटा थोप्लो छ। यसलाई ट्याक्क गरिसकेपछि यहाँनिर आयो। यसलाई ब्याकग्राउन्डलाई अलि डिम गर्ने यो कुराहरू त अब मैले हिजो ओपेसिटी घटाउने कुराहरू यो कुराहरूलाई चाहिँ त हामीले छलफल गरिसकेका छौँ। यसरी हाम्रो पपुलेसन डिस्ट्रिब्युसनलाई पनि देखाउन सकिन्छ। अब यो ओपिडीमा देखाउन सक्यो, डेङ्गु केसेसहरूमा देखाउन सक्यो, एउटा थोप्लो भनेको यतिवटा केसेस हो भनेर देखाउन सक्यो। यो कुराहरू चाहिँ गर्न सक्यो। अर्को हामीले के गरेका थियौँ, गुगल अर्थलाई एउटा पालिकामा क्लिक गर्ने बित्तिकै सबै होइन, त्यसपछि हामीले अर्को कुरा के गरेका थियौँ भन्दाखेरि हामीले प्लट गरेको यो म्यापलाई हामीले गुगल अर्थमा लगेर हेरेका थियौँ हो। अब यसलाई कलर वाइज लाने हो भने यत्तिकै एक्सपोर्ट गरिदिनु सर, हेर्नु है। गुगल अर्थमा कलरै जाने हो भने होइन, एचएमएसको भ्यालुहरू जाने हो, कलर सहित जाने हो भने यो गर्नुहोस्। होइन कलर चाहिन्न भने चाहिँ डाटा जोइन गरेकोलाई मात्रै यो सिम्बोलोजी नगरिकन पठाइदिनुहोस्। जस्तै अहिले मैले यो बिसिजी कलर गरेकोलाई पठाएँ, एक्सपोर्ट गरेँ र एक्सपोर्ट गरेपछि सेभ फिचर एज गरेँ। यसलाई चाहिँ हामीले जियो प्याकेजलाई KML गऱ्यौँ। अब यसलाई कहाँ राख्ने हो भनेर अब नाम दियौँ। अब यहाँनिर रिभ्यूकै छ, रिभ्यू भयो। यसलाई बाई डिफल्टवालामा ल्यायौँ, ओके गऱ्यौँ। यो गरेपछि हामीलाई यहाँनिर अहिले त एड त गर्नु परेन, तर अब हामीसँग यो गइसकेको छ। यसलाई हेरौँ, यो रिभ्यू भन्नेलाई यो दुईवटा फाइल चाहिँ सँगसँगै हुनुपर्छ है। फेरि यो दुईवटा फाइललाई सँगसँगै हुनुपर्छ। त्यसलाई चाहिँ हामीले हेरौँ। यो हेर्ने बित्तिकै अब हाम्रो त्यो बिसिजी कभरेजको अथवा त्यहाँनिर भएको भेरिएबलहरू आउँछ होइन। अब यो बागमतीको आयो। अब यहाँनिर जुन पोलिगनमा क्लिक गर्नुहुन्छ त्यो अहिलेको हाम्रो लेयरमा भएको सेभ फाइलमा भएको जे भेरिएबलहरू छ त्यो चाहिँ यहाँनिर डिस्प्ले हो। जुन पोलिगनमा क्लिक गर्नुभयो, अहिले हामीले यो बेनीघाट रोराङ भन्नेमा क्लिक गऱ्यौँ, त्यसको भ्यालु दियो भने अब यसमा क्लिक गर्दाखेरि यसको भ्यालु चाहिँ दिन्छ यो तरिकाले।
ओके छ। अब अर्को कुरा चाहिँ हामीले के गरेका थियौँ त भन्दाखेरि यो हाम्रो स्वास्थ्य संस्थाहरूको लोकेसनलाई इम्पोर्ट गरेका थियौँ। त्यो स्वास्थ्य संस्थाको लोकेसन भएको फाइल हामीसँग मसँग यो लोकेसनमा यो खोज्दाखेरि चाहिँ समय यो साथीहरूले बनाउनु भएको म्यापहरू हो, हामीले होमवर्कमा गरेको। र यो ग्रुप भनेको हाम्रो साथीहरूले एउटाले अर्कोलाई सेयरिङ गर्नलाई यो बनाएको हो। त्यस्तो हो क्या, कता गयो ल्याउनु, कसैसँग छ भने फ्याट्ट फालिदिइहाल्नुहोस्। मसँग त्यो फोल्डरै अब हामीसँग एउटा फोल्डरमा हाम्रो स्वास्थ्य संस्थाहरूको लोकेसन भएको फाइल छ। जस्तै मैले अहिले यो रिभ्यूमा हेरेँ, रिभ्यूमा XY अल भन्ने रहेछ। यो कहाँको हो त ट्याक्कै थाहा भएन। हेरौँ एक्सेल सिट खोलेर। यो अलि हाम्रो उतातिरको रहेछ, बाँकीतिरको रहेछ। जे होस्, हामीलाई हाम्रो उद्देश्य के हो भन्दाखेरि लङ्गिट्युड र ल्याटिट्युड छ भने त्यसलाई कसरी प्लट गर्ने भन्ने कुरा न त हो GIS-मा। अब यो जियोमेट्रिक फाइल हो, त्यसले गर्दाखेरि यसलाई सेभेज गरेर हामीले CSV फाइलमा राख्छौँ। एक्सेल फाइल छ, यसलाई चाहिँ हामीले CSV-मा माथिबाट हेर्नु त CSV UTF-8, डिलिमिटेड टेक्स्ट भन्ने छ। यसलाई XY अल गर्यो। यसलाई हामीले गरिसकेपछि यो जियोमेट्रिक फाइल हो, भेक्टर फाइल हो नि त यो। यसले चाहिँ भेक्टर फाइल भनेको, जियोमेट्रिक फाइल भनेको लाइन के अरे यसको म्याग्निट्युड र डिरेक्सन दुइटै भएको हुनुपर्छ। यो भेक्टर र अर्को के भने स्केलर भनेर पढेको थियो नि पहिला म्याथमा पढ्दाखेरि। क्या भ्यालोसिटी भन्यो भने चाहिँ त्यो डिरेक्सन र म्याग्निट्युड दुइटै गर्यो, तर स्पिड भन्यो भने त्यो स्केल भने जस्तै गरेर जहाँनिर यो भेक्टर फाइल भनेको जहाँनिर डिरेक्सन र म्याग्निट्युड दुइटै छ। यसले डिरेक्सन पनि देखायो नि, लङ्गिट्युड र ल्याटिट्युडले यो कर्णाली प्रदेश यो यहाँ भनेर डिरेक्सन नै देखायो, म्याग्निट्युड पनि देखायो। त्यसले गर्दा यो भेक्टर फाइल हो। अहिलेको हाम्रो जुन चाहिँ DHIS2बाट तानेको फाइल थियो त्यो चाहिँ स्केल फाइल हो, स्केलर फाइल। अब हामीले यसलाई गर्नको लागि के गर्छौँ त भन्दाखेरि लेयरमा जान्छौँ, एड लेयर गर्छौँ, डिलिमिटेड टेक्स्ट लेयर गऱ्यौँ र अहिलेको त्यो हाम्रो XY अललाई यहाँनिर सिलेक्ट गऱ्यौँ। यसमा ध्यान दिनुपर्ने कुरा कहाँनिर छ भन्दाखेरि यहाँ CSV-मा टिक लागेको हुनु पऱ्यो। अनि अर्को चाहिँ यो एक्सफिल्डले लङ्गिट्युडमा भएको हुनु पऱ्यो। कहिले कहिले हामीले नाम लेख्दा स्पेलिङ गर्दाखेरि त्यसले चाहिँ ट्याक्कै नआएको हुन्छ। जनरली यसले एक्सेलमा छ भने त्यसले त्यही नै फिल्ड तानेर ल्याउँछ। अदरवाइज हामीले त्यहाँनिर हेर्नु पऱ्यो। X भनेको लङ्गिट्युड, Y भनेको ल्याटिट्युड। अब हेर यहाँनिर यो कोअर्डिनेट रिफरेन्स सिस्टम चाहिँ तपाईँको अहिलेलाई मैले डिफल्ट गरेँ। हजुरले कुन चाहिँ भएको त्यो पोइन्ट हो त्यसलाई चाहिँ ल्याउनु पऱ्यो। त्यसलाई चाहिँ एड गरौँ र एड गरेर क्लोज गरिसकेपछि यो नेपालमा को पश्चिम नेपालतिर यी संस्थाहरू लोकेट भएका छन्। यी हाम्रा स्वास्थ्य संस्था हुन्। यिनीहरूलाई नै हेल्पपोस्टलाई एउटा आइकन दिन्छु, PHC-लाई अर्को आइकन दिन्छु भने अहिले जस्तै गरेर सिम्बोलोजीमा गयौँ। सिम्बोलोजीमा अब क्याटेगोरी गयौँ र अब क्याटेगोरीमा पनि हामीले हेल्थ फेसिलिटी टाइप गऱ्यौँ र यसलाई चाहिँ हामीले यहाँनिर गऱ्यौँ। जस्तै यसलाई पनि हामीले जस्तै प्रोभिन्स हस्पिटल भनेर माथि लैजान नि सकियो। यो माथि लैजाने तल लैजाने अर्डर मिलाउने चाहिँ हामीले काम गर्न सक्यौँ र यसलाई चाहिँ आइकनहरू पनि चेन्ज गर्न सक्यौँ। यसलाई डबल क्लिक गऱ्यौँ अथवा यहाँ मार्करमा चेन्ज गऱ्यौँ। हामीलाई कस्तो आइकन चाहिएको, कुन कलरको चाहिएको त्यो चाहिँ हामीले गर्न सक्छौँ र फन्ट साइज अथवा आइकनको साइज पनि हामीले यसलाई बढाउन घटाउन सक्यौँ। अब प्रोभिन्स हस्पिटललाई त्यस्तो राख्यौँ। अब यहाँनिरको अब कुन कुन हजुरलाई हामीलाई ठिक लाग्छ ती आइकनहरूलाई सिलेक्ट गरेर हामी गर्न सक्छौँ। जस्तै HEAL हस्पिटल, यो चाहिँ SPI हस्पिटल भन्यो भने यसलाई राख्यौँ। 5को ठाउँमा यसलाई 4मा राख्यौँ। 4मा राख्यौँ। डिस्ट्रिक्ट हस्पिटल हो भने अब यसलाई प्लस मात्रै दिन्छु भन्ने लाग्यो भने प्लस मात्रै गऱ्यौँ, ओके गऱ्यौँ। यस्तै तरिकाले हामीले यसलाई चाहिँ हाम्रो आइकन चाहिँ सिलेक्ट गर्न सक्छौँ। हेल्पपोस्ट हो, हेल्पपोस्टको मात्रै इन्डिभिजुअल आइकनको साइन चेन्ज गर्छु भन्यो भने यसरी साइन चेन्ज गर्न सक्छौँ। यो तरिकाले हाम्रो बनाउन सक्यो। अब फर्दर यसलाई लेआउटमा गएर अहिलेको जस्तै टाल डक्स गर्ने लेआउट मिलाउने काम चाहिँ अर्को
अर्डिनल क्याटेगोरी अनुसार चाहिँ हामीले साइजहरू गोलोको साइज डिफ्रेन्ट गरेको थियौँ ए। अर्डिनल यो हाम्रो म्याग्निट्युडवाला फाइलमा हामीले अर्को कुरा गरेको चाहिँ यो प्रोपोर्सनेट रूपमा डिस्प्ले हुने किसिमको डेटाहरू जस्तै हामीसँग भन्नु त भन्नु त्यो थियो नि डेङ्गुको केस 5वटा भयो भने सानो गोलो अनि अलि धेरै भने अलि ठुलो गोलो ठुलो गोलो गरेर गरेका थियौँ नि हो त्यस्तो कसरी गर्ने भन्ने कुरा गरेका थियौँ त्यसलाई हामीले नाम के भनेका थियौँ त्यसलाई चाहिँ हामीले डट त भन्दैन सिम्बोलोजीमा गएर डट साइजमा हो डट सानो ठुलो भनेर संख्या अनुसारले भन्नुभयो सिम्बोलोजीमा जाने डट साइजमा के अरे ल अब यो पहिला सुरुमा नम्बर फिल्ड भएको एउटा कुनै लिउँ होइन जस्तै मैले यो चाहिँ यो उसलाई लिएँ यसलाई यो लेयरलाई लिएँ यसलाई पनि हामीले के गर्नु पऱ्यो पहिला सुरुमा त्यस्तो काम गर्नलाई यसलाई चाहिँ हामीले एक्सपोर्ट गर्नु पऱ्यो एक्सपोर्ट गरेर एउटा कुनै जिपिकेजीमा राख्यौँ र यसलाई चाहिँ हामीले म्याप डट साइज भनेर राख्यौँ यसलाई पनि युटिएम जोनमा राख्यौँ युटिएम जोन 45N अब यो ऐनै गरेको तरिकाले सर्च गर्छौँ र यसलाई चाहिँ हामीले यहाँनिर फ्याट लाएर ओके गर्छौँ ओके गरेपछि ओके भयो यो चाहिँ हाम्रो यतातिर गयो यो कहाँ गयो त भनेर हेर्नको लागि अहिले हामीले यो कर्णालीको गरेको भएर यहाँ आयो के अरे अन्त गएको थियो अहिले यहाँ अब यसलाई यो फाइलमा भएकोलाई चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि यो डट कहाँनिर राख्ने त भनेर थाहा पाउनको लागि चाहिँ पहिला सुरुमा सेन्ट्रोइड निकाल्नु पर्यो प्रत्येक पोलिगनको सेन्टर निकाल्नु यानि कि सेन्ट्रोइड निकाल्नु CENTROID भेक्टर जियोमेट्री भेक्टर सेन्ट्रोइड छ रिभ्यू डट साइज भनेको सेन्ट्रोइड निकाल्नु पर्यो त्यो पोलिगनको सेन्ट्रोइड निकाल्नु पर्यो पोलिगनको सेन्ट्रोइड निकाल्नको लागि त्यसलाई क्लिक गऱ्यौँ यो ट्यागको पोइन्ट आयो यो पोइन्ट अनुसारको अब हामीले यहाँनिर टोटल पपुलेसन अनुसारको साइज गर्ने भयो थोरै पपुलेसनलाई एउटा साइज धेरै पपुलेसनको लागि ठुलो साइज भनेपछि हामीले ग्रेजुएट गऱ्यौँ अनि यहाँनिर टोटल पपुलेसनले गऱ्यौँ यहाँ कलरको साटोमा साइज गऱ्यौँ र क्लासिफाई गऱ्यौँ यो साइजको चाहिँ अब हाम्रो आवश्यकता अनुसार यसलाई कत्रो ठुलो बनाउने भन्ने कुरा यहाँनिर रह्यो जस्तै हामीले यसलाई 2 लाखसम्मको लागि 2 1 2 1 2 3 गऱ्यौँ यो भयो यसलाई 4 लाखको गऱ्यौँ 4 1 2 1 2 3 अनि यो 6 लाखसम्मको पपुलेसन भएको लागि 6 यो चाहिँ अब अलि बढी भएको पपुलेसन भनौँ यस्तो तरिकाले गऱ्यौँ भने हाम्रोमा चाहिँ यो साइज सानो पपुलेसन थोरै छ त्यही भएर सानो डल्लो काठमाडौँमा ठुलो धेरै पपुलेसन छ त्यही भएर ठुलो डल्लो यो तरिकाले हामीले प्लट गऱ्यौँ उसके बाद अब यसलाई लैजाने कुरा त अब एटलस जेनेरेसनको कुरा गरेका थियौँ हामीले एटलस जेनेरेसनको कुरा गरेका थियौँ एटलस जेनेरेसनमा पालिका अनुसारले हामीले एउटा कुनै इन्डिकेटरलाई हामीले काम गरेका थियौँ होइन बिसिजीको कभरेज बनाएको थियौँ त्यसलाई अब हामीले जिल्ला अनुसार एकैचोटि चाहिँ हामीले के गरेका थियौँ 13वटा जिल्लाको म्याप चाहिँ हामीले बनाएको थियौँ त्यही होइन र एटलस जेनेरेसन भनेको त्यसको लागि हामीले के गऱ्यौँ त भन्दाखेरि यसलाई सेभ गऱ्यौँ अब हाम्रो लेआउटमा गयौँ एटलस जेनेरेसन चाहिँ अब यो लेआउटमा मात्रै हामीले काम गर्छौँ एटलस जेनेरेसनको लागि चाहिँ हामीले यो गऱ्यौँ र एटलस जेनेरेसनको लागि एटलसमा गयौँ एटलस सेटिङ गऱ्यौँ अनि एटलस सेटिङ गर्ने बित्तिकै जेनेरेट एटलस गऱ्यौँ अब केले काट्ने त भन्दाखेरि त्यहाँ अहिले मसँग त पोलिगन त धेरै धेरै भयो होइन प्रोटेक्टेड एरिया भन्नेले काटौँ अथवा जिल्लाले काट्नु पऱ्यो भनेपछि जिल्ला अनुसारको म्याप चाहिँ कहाँ छ त लेयर भन्दाखेरि यो छ त्यहाँनिर जिल्लाले काट्ने भयो र यो यसलाई पनि फेरि यो उसमा क्लिक गऱ्यौँ ग्रिड लाइन भन्दा भित्र क्लिक गऱ्यौँ र त्यहाँनिर तलपट्टि चाहिँ ग्रिड लाइन भन्दा जस्ट माथि कन्ट्रोल बाई एटलस भन्ने छ 10%लाई अब बुझिसक्नु भएको छ यो 5% बेस्ट फिट यी कुराहरूलाई हजुरहरूले बुझ्नु भएको छ मैले अहिले 5%को लागि राखेँ अब यस्ता कुराहरू गर्दाखेरि मेरो हजुरहरूलाई रिक्वेस्ट चाहिँ यी कुराहरू गर्नको लागि चाहिँ यो
योलाई चाहिँ लिजेन्डहरूलाई चाहिँ आफ्नो योभन्दा बाहिर राखिदिनुहोस् ताकि कहिले कहिले हामीलाई यो राखेको लिजेन्डले त्यो जिल्ला नै छोपिदिन्छ क्या जस्तै कोही जिल्ला रामेछाप आयो भने त यहाँ त छोपिदिन्न त त्यसले गर्दाखेरि यस्ता लिजेन्डहरूलाई चाहिँ हामीले बाहिर राख्यौँ होइन अब कति राख्ने भन्ने कुरा स्केललाई नर्थ एरो पनि बाहिरै राख्दा नि भयो यो तरिकाले हामीले यहाँनिर राख्यौँ अब यसलाई अलि राम्रो बनाउनुहोस् चिट्टा पार्नुहोस् यो चाहिँ मैले अब धेरै राख्नु भन्ने राख्नु पऱ्यो अब मलाई फेरि बागमती प्रोभिन्सको योलाई अहिले पो बागमती प्रोभिन्स छ यहाँ चितवन जिल्ला चाहियो अनि भक्तपुर जिल्ला चाहियो भने यो टेक्स्टलाई पनि डाइनामिक बनाउनु पऱ्यो डाइनामिक टेक्स्टमा राख्नु पऱ्यो डाइनामिक टेक्स्टको पनि फिल्डमा ल्याएर अब डिस्ट्रिक्ट यहाँनिर क्लिक गरौँ एकचोटि क्लिक गर्दा अर्को आउने भयो त्यो अर्को 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 आउने भयो त्यसले गर्दाखेरि अब यहाँनिर डिस्ट्रिक्टको बोर्डर भनिदिने कता हो थियो डिस्ट्रिक्ट बोर्डर नेपालैभरिको डिस्ट्रिक्ट बोर्डर हाम्रो पर्दैछ अब यसलाई चाहिँ हामीले बनायौँ अब यसलाई कस्तो बन्यो त भनेर प्रिभ्यू हेरौँ प्रिभ्यू हेर्नलाई यहाँनिर क्लिक गऱ्यौँ अब यो चाहिँ कुन चाहिँ जिल्लाको भयो भक्तपुरको भयो अनि नेक्स्ट गऱ्यौँ त्यो चाहिँ चितवन जिल्लाको भयो यो तरिकाले हाम्रो आयो र यो तरिकाले हामीले काम गर्न सक्यौँ र यसलाई सबैलाई एकैचोटिमा म्यापमा एक्सपोर्ट गर्न पऱ्यो 13वटै म्याप चाहियो भने एक्सपोर्ट गऱ्यौँ र यो रिभ्यूभित्र रिभ्यू फोल्डरलाई छोडिदिने यहाँ हामीले फाइलको नाम दिने होइन रिभ्यू गर्ने अथवा रिभ्यूभित्र पनि तपाईँलाई एउटा फोल्डरमा राख्नुपर्ने छ भने ATLAS गरिदिनुहोस् यो फोल्डरलाई मात्रै छोडिदिनुहोस् भित्र जान परेन कि फोल्डरलाई मात्रै सिलेक्ट गरिदिनुहोस् अब यसले चाहिँ कति मेगापिक्सलमा लाने हो त्यसलाई गर्छ र अहिलेलाई 300 नै गरेर मैले प्लट गरेँ भने अब यसले केही बेरमा हामीलाई 13वटै जिल्लाको पालिका वाइजको म्याप दिन्छ देन त्यो बफरिङमा चाहिँ नि बफरिङ हामीले मल्टी रिङ राख्यौँ त्यहाँ सिन त्यो राखेर स्क्वायर अरू चाहिँ राख्नु मिल्छ कि हुँदैन मिल्छ सर्कल इलिप्स पनि राख्न मिल्छ तर त्यसको अर्थ के हो भन्ने कुरा हो स्क्वायरले तपाईँले त्यसको कुरा यी 5 दिनमा सिकेपछि यो त अचार मात्रै हो भाइ अब अचार चेप्दै जाने त्यो अझै कसरी चाहिँ गर्न सकिन्छ गर्दै अब यसरी हामीले हेर्दाखेरि यो भक्तपुरको आयो चितवनको आयो यो आयो र हजुरहरूले यसलाई गरेर अब जिल्लालाई पालिकालाई पठाउन सक्नुहुन्छ त्यो सबै कुरा सिकेपछि यो रोड फराकिलो गर्नु मान्छेले इन्जिनियरले बोलाउँदैन थियो अर्जुनले गरिदिन्थ्यो यति मिटरदेखि यति मिटरसम्म होइन अब सकिएको हाम्रो यो हिजो गरेको कुराहरू सबै सक्यो भन्नुहोस् ल आजलाई हामीले रिभ्यूलाई यहीँ 1 घन्टा 7 मिनटमा टुङ्ग्याएका छौँ हजुरहरूले यो रिभ्यूलाई चाहिँ सुनिदिनु भएको